हेलो गाइस, गुड मर्निङ, नमस्ते, कालीमेरा। आज मैले 1 वर्षपछि ठ्याक्कै अर्को भ्लग बनाउँदैछु। आई होप तपाईँहरूले हेर्नुहुन्छ भन्ने मलाई एकदमै धेरैभन्दा धेरै आशा छ। मैले 1 वर्ष अगाडि एउटा भ्लग बनाएको थिएँ, त्यहाँदेखि मेरो जाँगर हरायो। 1 वर्ष अगाडि यति धेरै जाँगर चलेको थियो कि एउटा भ्लग बनाउने, एउटा होइन डेली बनाउँछु भनेर बनाउन थालेको थिएँ। अनि त्यस्तै हो, अब जाँगर चलेन, एउटा बनाएँ अनि त्यसपछिबाट बनाउनु छोडेँ। आज फेरि 1 वर्ष पछाडि फेरि अर्को नयाँ भ्लग बनाउँदैछु। तपाईँहरू सबैजनाले हेरिदिनु होला। अनि आज चाहिँ मेरो क्रिसमसको छुट्टीमा म जाँदैछु, कहाँ जाँदैछु भन्ने कुरा त तपाईँहरूले सास बटेर बोल्नु सकिनँ हो। तपाईँहरूले अन्तिमसम्म भिडियो हेरेपछि मात्रै थाहा पाउनुहुन्छ म कहाँ जान्छु, के गर्छु, सबै कुरा हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि साथसाथै मेरो नयाँ नै हो मेरो युट्युब अकाउन्ट पनि। अनि सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु। तपाईँहरूलाई कस्तो लाग्छ हाम्रो रमाइलो अनि कमेन्ट पनि गरिदिनु ल। अहिले चाहिँ मेरो यहाँनिर बस चढ्ने ठाउँमा आइपुगेँ। म बस चढ्छु अनि त्यसपछिबाट म जान्छु, कहाँ जान्छु देख्न सक्नुहुनेछ तपाईँहरूले। कन्टिन्यू। मेरो बेहाल भयो। म मेरो घर छेउदेखि बस चढेर यहाँसम्म त आएँ कि, अनि आएपछि मेरो यहाँनिर इन्डियन मार्केटमा सामानहरू किन्नु थियो र सामान किन्नलाई पर त्यहाँबाट फेरि म जाने बस छोडेर यता आएको। मार्केट बन्द रहेछ। फेरि हिँड्दै म त्यो बस स्टेसनमा पुग्नु पर्ने भयो। मेरो त हरिबिजोग भइहाल्यो नि। बिहानको मेरो आजको एक्सर्साइज चाहिँ डह्रो हुने भयो, तर मैले एक्सर्साइज त हुने भयो, तर पनि मैले बस पाएँ भनेदेखि त ठिक थियो। 8 बजेको बस चाहिँ यहीँनिर 7:45 भइसक्यो। मलाई 8 बजेको बसले छोड्यो भनेदेखि मैले 3 घन्टा पुग्नु पर्ने हुन्छ त्यहाँनिर। 3 घन्टा पुग्दाखेरि त म 3 घन्टामा के हुन्छु होला त्यहाँनिर। ओहो, सम्झेर यहाँनिर मेरो 7 भइसक्यो। म अब कति बेला पुग्छु होला। काम गर्दैछु म, भिडियो नखिचिकन छिटो कुद्दै जान्छु ल। अनि त्यहाँनिर बस भेटेपछि म चाहिँ यहाँनिर मेरो अलि ठुलो बोल्न खोइ यहाँ बसेर बोल्छु। म चाहिँ यहाँनिर आइसकेर पनि मेरो साथी भेट्टाएर पनि मैले अघि ठाडो गरेर भिडियो खिचेको थिएँ। Oh my god! Wow! ठाडोमा त यी मिल्दैन नि। नमिले खेर गयो अब। मेरो साथी भेटाइसक्यो। अब फेरि हामी बसमा चाहिँ यहाँबाट पनि अर्को ठाउँ जाँदैछौँ। अब त्यहाँनिर कहाँ जान्छौँ तपाईँहरूले अन्तिमसम्म हेरेपछि मात्रै थाहा पाउनुहुन्छ। हेर्दै गर्नु ल, हामी पुगेपछि फेरि बनाउँछौँ ल अब फेरि तपाईँहरूले मलाई चिन्नुहुन्न होला। अघि कस्तो हुलिएको थिएँ, अहिले के भए हाम्रो साथीको कोठामा आएर हामीले त टक्कसँग अघि हामी खासमा उसको कोठामा आएको, उसको कोठामा आएर 2 थाल भात खाएर अब फेरि घुम्न निस्किँदैछौँ। नम्बर 1 मा मैले धेरै भात खाएँ। 3 थाल, मैले 1 थाल, उसले 1 थाल। सबसे सानो म, सबसे खन्जुवा पो भयो त म त। म चाहिँ केही बोलिनँ ल। आई लभ। अब हामी मलतिर घुम्न जाँदैछौँ। हामी आज त कति पछाडि सँगै हात उठाएर हिँड्नु पायो, कति खुसी। यसले मलाई यस्तो वाला जुत्ता किनिदिन्छ अरे। यो चाहिँ ब्रान्डको लोगो हो नि त्यो वाला। यो ब्रान्डको मलाई जुत्ता किनिदिने रे। तपाईँहरूले बुझ्नुभयो यसले कुन ब्रान्ड भन्नु खोजेको? मैले चाहिँ अहिलेसम्म बुझेको छुइनँ। यस्तो वाला रे। सपिङ गर्नु जाँदैछु म आज सलिनाकोबाट पहिलो गिफ्ट लिँदैछु। यस्तो वाला ब्रान्डसँगको जुत्ता साथीहरू, म कति खुसी छु। मैले खासमा गिफ्ट चाहिँ मैले किनिदिने हो, तर पैसा चाहिँ आफैले तिर्छ। यस्तो छ, यस्तो कविता तिमी पनि केही बोल न हौ।
म त फोन समात्न बानी नभएर कति साह्रो पढ्नुपर्छ मैले त मेरो दिमाग पुरै निस्किँदैन फोन समात्न बानी नभएर मेरो चाहिँ यहाँनिर हात दुखेर पाप भइसक्यो साथीहरू होइन। अब म चाहिँ यो बिच रोडमा खासै खिच्दिनँ, तर कस्तो राम्रो देखिरहेको छ मेरो वरिपरि भ्यूहरू चाहिँ। अनि यहाँ मेरो प्रत्यक्ष प्रसारणमा देख्न सक्नुहुन्छ हात दुखेर कस्तो खतरा खुद्रो गलेर झर्न लागेको छ। अहिले हामी चाहिँ रहेको छौँ पापसको कार्बो भन्ने ठाउँमा रहेको छौँ साथीहरू। र हामी अहिले जाँदैछौँ एकदम सँगैले सिधा निरन्तरका साथ अघि बढिरहेको छौँ साथीहरू। हामी कुरो होला नि हात गलो भन्न चाहिँ कसैले फोन पनि समाइदिँदैन। म चाहिँ यसरी समातेर अह्रो भइसक्यो। देख्न सक्नुहुनेछ यहाँ हाम्रो अगाडिबाट गाडी गइरहेको छ साथीहरू होइन देख्न सक्नुहुन्छ। आइपुगेको कि तर के भयो भने नि मल त बन्द रहेछ। हाम्रो त यस्तोवाला जुत्ता किन्नै पाएन। कति राम्रो झिलिमिली लाइट भएको ठाउँमा ठिक्क बसेको कति राम्रो कति राम्रो। तर हामीले जुत्ता किन्नु पाएन। कति धेरै के सामान किन्ने भनेर हामी मल आएको, तर हाम्रो प्लान सक्सेस भएन। कति राम्री देखेको हो सेती नि। खासमा यो क्यामेराको कमाल हो है, हामी यतिको राम्रो छैनौँ नि। फेरि यहाँनिर टल्केको सोचेको थियो के सोचेँ जिन्दगीमा के भयो आज। अर्को प्लान थाहा छ तपाईँहरूलाई? हामीले 100 युरोको के किन्ने प्लान गरेर आएको, अनि हाम्रो प्लान पनि सक्सेस भएन। अनि अर्को महिना जनवरीमा हामी चाहिँ कन्सर्टमा जानु भनेको थियो, स्कर्ट किन्नु भनेको, स्कर्ट पनि किन्न पाएनौँ। अब के गर्नु यस्तै छ, गाह्रो छ। अनि अब फेरि हाम्रो त छुट्टी पनि छैन। हाम्रो त ओइ त्यो लिफ्टबाट लु चढेर जाउँ हामी। लिफ्ट अहिले फर्केर खिचौँ न ए अहिले खिच्ने ए हामी चाहिँ यहाँ अब फोटो खिच्ने अरे। मलाई चाहिँ त्यहाँनिर त्यो लिफ्ट हुँदैछ नि हो, त्यहाँनिर गएर भिडियो खिच्दै जानु मन थियो। अब ठिकै छ, यहाँनिर हामी फोटो खिच्छौँ अनि त्यसपछिबाट त्यहाँनिरबाट जाँदाखेरि फेरि खिच्छु ल। लिफ्टमा चढेर जाँदैछु कि तर मेरो साथीहरूले मलाई छोडेर गयो अगाडि। मेरो छेउमा चाहिँ एकजना इन्डियन केटी थियो, उसले मसँग डाटा थियो अनि हटस्पट माग्यो उसलाई पैसा पठाउनको लागि। उसलाई हटस्पट दिएर म चाहिँ तल बस्दै थिएँ। यिनीहरू दुईजना चाहिँ मलाई छोडिराखेर अगाडि यसरी आयो। अनि मलाई चाहिँ यहाँनिर कति धेरै भिडियो खिच्नु मन थियो अनि उनीहरूले मलाई छोडेर आयो। तिमीहरू मलाई छोडेर आउने होइन? यहाँनिर कति राम्रो झिलिमिली हो। मल चाहिँ बन्द रहेछ होइन। यहाँनिर केही सपहरू चाहिँ केही पनि खुल्ला छैन, तर त्यो झिलिमिली देख्दाखेरि चाहिँ बेस खुसी लाग्यो। यताको साइडबाट खिच्दै चाहिँ यताको साइडमा झन् कति राम्रो। ओहो सिसी ओ के हुन्छ इको कति राम्रो ब्यागहरू रहेछ क्या त्यहाँनिर। अनि त्यहाँनिर वाटरफल ओहो एकछिन पक्नु ल म तपाईँहरू देखाउँछु। त्यहाँनिर पार्यो यो वाटरफल हो कि के हो खासमा? कति राम्रो तुरुरुरुरु आकाशबाट पानी पऱ्यो जस्तै। खोजेको ठाउँ बल्ल आइपुग्यो हराउँदै यहाँनिर चाहिँ यस्तो राम्रो समुद्रहरू छ, त्यहाँतिर घरहरू रहेछ, तर कस्तो राम्रो ठाउँ कति मन पर्यो। अनि यहाँनिर आज चाहिँ क्रिसमस भएकोले गर्दाखेरि पसलहरू सबै बन्द रहेछ। अनि हामीले यहाँ खाना त रुममा खाएर आएको, भोकभन्दा पनि तिर्खा बेसी लागिरहेछ। पानी नबोकी आयो, तिर्खाले चाहिँ यहाँनिर हाम्रो सास गइसक्यो। यो समुद्रको पानीमा कति साह्रो नुन चर्को हो र, नुन लगाउँदाखेरि पनि पुरा नअड्कलिकन लगाएछ कि क्या हो। अनि यहाँ दुईजनाको फोटोसुट कार्यक्रम हुँदैछ। यता चाहिँ कस्तो कालो, यहाँनिर घाम भएकोले गर्दाखेरि यताबाट चाहिँ कस्तो नराम्रो आउँदो रहेछ उनीहरू। अनि यता चाहिँ उज्यालो आउँछ, तर कस्तो राम्रो त्यो घरहरूले गर्दाखेरि कस्तो राम्रो देखेको के। मलाई त सधैँ आइराखौँ जस्तो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु है। राम्रो छ, यहाँनिर बोटहरू रहेछ। अनि यहाँनिर यो पानीभित्र चाहिँ त्यो मसिनो माछाहरू पनि रहेछ यताको साइडमा। अनि यताको साइडमा चाहिँ यहाँनिर भित्रबाट चाहिँ यहाँनिरदेखि चाहिँ यस्तो बन्द रहेछ। अनि यता छुट्टै उता छुट्टै गरेको रहेछ। म पनि निस्क्यो होला यिनीहरूको भिडियोमा हिँडेको भिडियोहरू गर्दै रहेछ।
सेक्सी देखियो सेक्सी एकछिन हामी आउनु खोजेको यहीँनिर थियो फाइनली हामी आइपुग्यौँ ऊ त्यहाँनिर जानु खोजेको हो क्या हामीहरूले बल्ल बल्ल आइपुग्यौँ अब चाहिँ यहाँनिर एउटा कहाँ कसरी हेर्नुहोस् कहाँ नि कति राम्रो उहाँ पर कति मजाले चराहरू उठ्दै रहेछ कि तर भिडियोमा त देखियो नि अलिक क्वालिटी लो भएको मोबाइल पऱ्यो कि अलिक खतरा डेन्जर खालको आइफोन 17 प्रो म्याक्स भएको भए देखिन्थ्यो होला मैले एन्ड्रोइडबाट भ्लग खिच्दैछु अनि कसरी देखिन्छ त गइज होइन ट्राई गरिदिउँ त होस् छोडिदियो गइसक्यो चरा त आँखाले त नभ्याउँदैछ क्यामेराले कसरी भ्याउँछ तर भ्याउनु त क्यामेराले मजाले भ्याउँछ हौ होइन र के कसो गाइज कमेन्ट गरिदिनु त ए डक्टर ससानको जस्तो गाइज कमेन्ट डाउन बिलो एउटाको इनर्जी लो भइसक्यो हिल लगाएर अघि घरबाट निस्किँदावाला चाहिँ टक टक हिँड्दै रिचवाला फिल भइरहेको थियो अरे अहिले चाहिँ पोर फिल भएर हिलले खुट्टा दुखेर यस्तरी 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 हिँड्दैछ आया तर मेरो चाहिँ फेरि त्यति धेरै खुट्टा दुखेको छैन मैले हिल भएको लगाएको छुइनँ कविताले दुखेको छ कि मेरो हल्का बुढी औँला चाहिँ यति लामो छ कि अनि मेरो नि बुढी औँला चाहिँ अलिअलि दुखेको छ उसको चाहिँ अलिकति अग्लो हिल थियो त्यही भएर उसलाई चाहिँ अलिक गाह्रो भइरहेको छ अनि ठिकै छ तर मेरो चाहिँ अरूभन्दा नि फोन समात्दाखेरि हात यस्तो दुख्छ क्या अनि त्यही भएर म धेरै लामो चाहिँ एकचोटिमा भिडियो खिच्नै सक्दिनँ त्यो माथि बोल्ने मेरो कला छैन क्या मेरो क्यामेरा बाहिर म पत्तर पत्तर बोल्न सक्छु क्यामेराको अगाडि चाहिँ ओहो थर अहिले पनि कामदै बोलेको जस्तो आवाज आइरहेको होला तर अहिले यिनीहरू साथमा छ र त्यति साह्रो कामेको साउनाएको छैन बिहान सुरुमा खिच्दाखेरि चाहिँ जाडो पनि भइरहेको थियो भर्खर सुतेर उठेको मान्छे बिहानै भिडियो खिचेको जस्तो कामेको जस्तो भइसकेको छ अनि अहिले चाहिँ अब यहाँ मेरो हात दुखिसक्यो अब यहाँनिर आउँदै हुनुहुन्छ हाम्रो म्याडमजी सलिना बस्ने देख्नु सक्नुहुन्छ हामी चाहिँ यहाँनिर विदेशमा सोचेको थिएन यस्तो उकालो आएर यस्तो थकित भइन्छ भनेर र यताको नजारा देख्न सक्नुहुन्छ यति राम्रो छ कि गाइज ल अनि तर जुत्ताको हालत चाहिँ डेन्जर छ गाइज होइन अब हामी जाँदैछौँ कविता रमाइलो मोमेन्ट चाहिँ हामीले यहाँनिर हाम्रो क्यामेरामा क्याप्चर हाल्नु पाएन म त यस्तो डुबे हिलोमा यस्तो डुब्यो विदेशमा पनि हिलो हुँदो रहेछ भन्ने कुरो पहिलोचोटि अनुभव लियो हामी होटल आएको त होइन त अनि साथीहरू हामी त यस्तो हराइरहेको छौँ घरि झाडी पस्छौँ घरि घारी पस्छौँ घरि होटल पस्छौँ कुन यति बिजौ भएको छौँ भन्ने यति बिजौ हराएर हेर्दा चाहिँ एकदमै राम्रो देख्दो रहेछ उता पारितिरको भ्यू चाहिँ टक्क यहाँनिर समुद्र अनि उतानिर टक्कसँगले गाउँ अनि अब तर बब्बाल देख्दो रहेछ यहाँनिर मेरो दुईवटा भङ्गेरीहरू चाहिँ यहाँनिर जाँदैछ एक जोडी यिनीहरू जोडी नै हो अघि दुईजना हिँड्न नपुगेको पनि हिँड त दुईजनाको चाहिँ जुत्ताले खुट्टा दुखाएर अवस्था एकदमै नाजुक भइसकेको अवस्था छ एकचोटि तपाईँहरूलाई म उनीहरू दुईजनाको जुत्ता पनि देखाइदिन्छु तल उसको चाकतिर देखाउ त हिलोमा गाडिएको थियो समुद्रको पानीमा गएर धोएर यतिको चाहिँ बल्ल बल्ल भयो यही सिँढीमा हामीले गरेको 2-3 चोटि भइसक्यो बाटो हराएर मर्छ यो मान्छे हाँसेर के भन्छ नेभर माइन्ड मैले सुनिनँ नेभर माइन्ड यता हो जाने दाक्सीमा नाम म यो मेरो दाहिने हातले भिडियो खासै म त हिमाल यस्तै नाक चिलाउँदै ल म नाक कनाउँछु क्या लगाना नाक चिलाउँदै म त हिमालयमा छु घरिघरि अन्तर्राष्ट्रिय विमानमा छु सिवाना नो हाउ अबाउट मा डु
book a flight to Kathmandu. Both of my friends, Dinner. दरबारमा आएर किन के चाहिन्छ किन डोन्ट वरी बेबी यु क्यान स्विप माई कार तिमी बिना खल्लो खल्लो लाग्छ यार सिल्की छ बाल तिम्रो सेक्सी छ सा त्यसैले त फर्की फर्की आउँछु नेपाल लायो हावा चल्यो सरर कान्छीको मनभित्र के चल्दैछ भन न सिसा झैरहेछ मोटु टुटेपछि जोडिँदैन बाचा र कसमहरू मरे पनि तोडिँदैन लायो है लायो 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 है लायो 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 है लायो रौसीले लायो रौसीले भन्दा पनि सेउसीले बोलायो लेखु लेखु जस्तो लाग्छ सेउसीलाई प्रेम जिमेल इमेल के छ भन सिधै घरमै आउँछु कमजोरमा दाम भगवान बेबी के छ खबर तिम्रो बेबी सोचेको भन न सोचेको भन अब चाहिँ भन्न जान्दिन सक्यो गीत पनि आज फेरि यहाँनिर सेकेन्ड डेमा डेन्जर दौडिँदैछौँ हिजो बेलुका हामीले यति धेरै रमाइलो गऱ्यौँ यति धेरै रमाइलो गऱ्यौँ मैले क्यामेरामा खिच्नु पाएन दिदीहरू पनि आउनुभयो बेलुका अनि बेलुका आएर खाना खाएर अनि सुतेर अहिले बिहान उठेर फेरि हामी आज अर्को ठाउँमा घुम्नु जाँदैछौँ यहाँनिर फेरि अर्को बस कुर्दैछौँ यहाँबाट अब अर्को ठाउँमा घुम्नु गएर अनि त्यसपछि आज चाहिँ हामी घर आफ्नो आफ्नो घर फर्किन्छौँ 2 रुपियाँ होला सबैको